ल आज चाहिँ हामी अब यो विधिवत रूपमा हाम्रो दमक नगरपालिकाको यो चाहिँ इलाका प्रहरी कार्यालयमा चाहिँ ध्वस्त अस्तिको जिएनजीको आन्दोलनबाट ध्वस्त भएको थियो र यसलाई चाहिँ आज हामी विधिवत रूपमा प्रहरीलाई भित्र प्रवेश गराउने कार्यक्रम हुँदैछ। हामीबाट दमकमा रहनुहुने समुदाय सम्पूर्ण व्यक्तित्वहरू यसरी जम्मा हुनु भएको छ र अहिले हामी ब्राह्मणको सुस्ती वाचनबाट विधिवत रूपमा चाहिँ प्रहरीको पुरानो आवास भवनमा चाहिँ प्रवेश गराउँदैछौँ। यो 24 गतेको चाहिँ भदौ 24 गतेको चाहिँ आन्दोलनबाट ध्वस्त भएको हाम्रो दमकको इलाका प्रहरी कार्यालय रङरोपण गरेर अहिले बस्नको लागि लायक बनाएको छ भने एउटा चाहिँ इन्जिनियरिङ रिपोर्ट आउन ल्याब रिपोर्ट आउन बाँकी छ। यो भवन चाहिँ यसलाई के गर्ने भत्काउने कि रहने भन्ने कुरो अरू यसलाई चाहिँ हामीले मर्मत गरिसकेका छौँ। सम्बन्धित एउटा समिति बनेको थियो, सम्बन्धित समितिको सक्रियतामा उहाँहरूले अत्यन्तै लगनशील भएर गर्नुभएको छ र अहिले चाहिँ हामी अब यसरी प्रवेश गराउँदैछौँ सुस्ती वाचन गर्दै। छोटो समयमा हामीले यसरी प्रहरी कार्यालयलाई एउटा बिल्डिङमा चाहिँ बस्न लायक बनाउनु भनेको अहिले मर्मत सम्हार गर्न खटिएको समिति अत्यन्तै सक्रिय भएर हो र उहाँहरूलाई चाहिँ हामीले प्रहरीहरूलाई अहिले हाम्रो शान्ति सुरक्षाको लागि मध्यनजर राख्दै हाम्रो वाणिज्य सङ्घको अध्यक्षज्यू उहाँको सक्रियतामा र यसरी हामी प्रवेश गराउँदैछौँ आज विधिवत रूपमा। हामी यसरी प्रहरी हाम्रो शान्ति सुरक्षामा दिनरात केही नभनिकन खटिनुहुने प्रहरीज्यूहरूलाई चाहिँ हामीले यसरी वेलकम गर्दैछौँ। ल ल ल बधाई छ यहाँहरूलाई, बधाई छ। स्वागत छ यहाँहरूलाई। ल स्वागत छ यहाँहरूलाई, स्वागत है, स्वागत छ। हाम्रो अब यो दिनरात नभनिकन सुरक्षामा खट्नुहुने सुरक्षाकर्मीलाई हामीले यसरी प्रवेश गराएका छौँ। स्वागत छ सर, स्वागत छ। र उहाँहरू अब आजबाट चाहिँ हाम्रो इलाका प्रहरी कार्यालय दमकको यस पुरानो भवनमा प्रवेश गर्नुभएको छ। यहाँहरूलाई चाहिँ हार्दिक बधाई र छोटो समयमा मर्मत गर्ने सम्पूर्ण नमस्कार हजुर, नमस्कार नमस्कार। स्वागत छ, स्वागत छ म्याम, स्वागत छ सर, स्वागत छ सर। ल स्वागत छ सरलाई, स्वागत छ हजुर, ल स्वागत छ हजुर, स्वागत छ सर। र आज हामीले यसरी प्रवेश गरेका छौँ र मनोबल हाम्रो सुरक्षाकर्मीको उच्च मनोबलको लागि हामी दमकमा रहनुहुने सम्पूर्ण व्यक्तित्वहरू जम्मा भएर यसरी चाहिँ उहाँहरूलाई स्वागत गरिएको छ भन्दै अहिले चाहिँ यहाँहरूसँग बिदा हुन्छु। धन्यवाद।